2042 सालमा उदयपुरको कटारीमा जन्म भएको हो। श्रीमती जुना खड्काका श्रीमान, दुई सन्तानका पिता दिनेश खत्री आफ्नो मातृभूमिलाई पनि आधुनिक डिजिटलाइज व्यापारको साथै रोजगारमुखी बनाउने जमर्को गर्दै काठमाडौँको विभिन्न ठाउँमा व्यावसायिक फूलको उत्पादन गर्दै भारत लगायत तेस्रो मुलुकमा ठूलो परिमाणमा निर्यात गर्दै आउनु भएको छ र स्वदेशभित्र पनि सर्लाहीको मलङ्बा, चितवन, पोखरा लगायतका शहरहरूमा आफ्नै पुष्प व्यवसाय सञ्चालन गर्दै उदयपुरको गाईघाट स्थित चुवाडे चोकमा कक्षा 7 सम्मको निजी विद्यालय र स्वास्थ्य चौकी सञ्चालन गर्दै आफ्नै गाउँठाउँ लालबन्दीमा ल्यान्डमार्क सपिङ मल सञ्चालन गर्दासम्म आजको दिनमा प्रत्यक्ष अप्रत्यक्ष गरी करिब 300 जनालाई नेपाल भित्र र नेपाल बाहिर 600 जनालाई रोजगारी दिँदै गर्दा धेरै उतार चढावको सामना गर्नु परेको र कुनै पनि समस्याबाट अलिकति पनि विचलित नभई आजको दिनसम्म सिक्दै सिकाउँदै आफ्नै ठाउँ लालबन्दीमा यो खालको सानो प्रयास गर्दै हुनुहुन्छ। तिनै व्यक्तित्वलाई यस कार्यक्रमको विशेष भूमिका अर्थात् सभाध्यक्षताको भूमिका निर्वाह गरिदिनु हुन प्रिय व्यक्तित्व दिनेश खत्रीज्यूलाई हार्दिक अनुरोध गर्दछु, जो ल्यान्डमार्क सपिङ कम्प्लेक्स ल्यान्डमार्क सपिङ मलका प्रबन्ध निर्देशक हुनुहुन्छ। म यस कार्यक्रमको अध्यक्षता ग्रहण गरिदिनु हुनको निम्ति दिनेश खत्रीज्यूलाई हार्दिक अनुरोध गर्दछु। सँगसँगै स्वागत सम्मान गरिदिनु हुनको निम्ति यहाँहरूलाई अनुरोध गर्दछु खादा, माला र प्याजले। र म कार्यक्रमलाई औपचारिक रूपमा अगाडि बढाउन चाहन्छु। कार्यक्रमलाई अगाडि बढाउने सिलसिलामा यस कार्यक्रमका प्रमुख अतिथि मध्य प्रदेश सरकारका उद्योग, वाणिज्य तथा पर्यटन मन्त्री माननीय शकील अली मियाज्यूलाई यस कार्यक्रमको प्रमुख अतिथिको आसन ग्रहण गरिदिनु हुन हार्दिक अनुरोध गर्दछु। कृपया आजका प्रमुख अतिथि उद्योग, वाणिज्य तथा पर्यटन मन्त्री माननीय शकील मिया अन्सारीज्यूलाई यस कार्यक्रमको प्रमुख अतिथिको आसन ग्रहणका लागि मञ्चतर्फ ल्याइदिनु हुन स्वयंसेवक साथीहरूलाई अनुरोध गर्दछु। टेन्ट हाउस हरियन दुई हामीलाई सुमधुर साङ्गीतिक प्रस्तुति सँगसँगै तपाईँहरूको बिचमा आवाज प्रवाह गर्नको निम्ति साउन्ड सर्भिस मार्फत साथ दिइराख्नु भएको छ। नवीन डिजिटल फोटो स्टुडियो अर्थात् नवीन वेडिङ स्टुडियो सँगसँगै रोचक मिडिया प्रणालीले तपाईँहरूको बिचमा थुप्रै कार्यक्रमहरू सम्प्रेषण गर्ने क्रममा आज ल्यान्डमार्कको यो प्रस्तुतिलाई पनि सम्प्रेषण गरिरहेको छ। त्यसै गरी छिमेकी मुलुक भारतबाट पाल्नु भएको कुशल डिजिटल युगका एकजना आईटी इन्जिनियर आशिष कुमार, जो भारतको मुजफ्फरपुरबाट आउनु भएको छ। हामी लालबन्दीको सानो भूगोलमा मात्रै नभएर संसारभरि अर्थात् वर्ल्ड वाइड रूपमा फैलिएर रहेका छौँ। यसै बीचमा यस कार्यक्रमका प्रमुख व्यक्तित्व मध्य प्रदेश सरकारका उद्योग, वाणिज्य तथा पर्यटन मन्त्री माननीय शकील अली मियाको गरिमामय उपस्थित रहेको छ। म जोरदार तालीका साथ आजका प्रमुख अतिथिज्यूलाई हार्दिक स्वागत गर्दै प्रमुख अतिथिको आसन ग्रहण गरिदिनु हुन हार्दिक अनुरोध गर्दछु। म ढिलो नगरिकन आसन ग्रहणलाई जोड्न चाहन्छु। आसन ग्रहणका लागि मध्य प्रदेश सभा कि सांसद अर्थात् सर्लाही जिल्ला क्षेत्र नम्बर 1 प्रदेश सभा ख कि सांसद माननीय बेची लुङ्गेलीज्यूलाई विशिष्ट अतिथिको आसन ग्रहण गरिदिनु हुन हार्दिक अनुरोध गर्दछु। म आसन ग्रहण गरिदिनु हुनको निम्ति संविधान सभा सदस्य 2070 तथा यस नगरका नगरवासी समेत रहनुभएका पूर्व मन्त्री, नेपाल सरकारका पूर्व मन्त्री शम्भुलाल श्रेष्ठज्यूलाई विशिष्ट अतिथिको आसन ग्रहण गरिदिनु हुन हार्दिक अनुरोध गर्दछु। आसन ग्रहण गरिदिनु हुन लालबन्दी नगरका नगर प्रमुख आदरणीय व्यक्तित्व वासुदेव अधिकारीज्यूलाई हार्दिक अनुरोध गर्दछु। मलाई थुप्रै व्यक्तिहरूको फोन आएको छ। एकैछिन हामी यो घटस्थापनाको कार्यक्रम भन्ने विविध विषयवस्तु मिलाउँदैछौँ, त्यसैले अलिकति टाइम लाग्छ भन्नुभएको छ। छिमेकी नगर ईश्वरपुरका नगर प्रमुख मनोज आचार्यज्यूको पनि गरिमामय उपस्थिति रहने खबर पाएको छु। म आइसके पछाडि फेरि विशिष्ट अतिथिको आसन ग्रहण गराउनेछु। त्यसै गरी विशिष्ट अतिथिको आसन ग्रहणका लागि हामी आमन्त्रण गर्नेछौँ। यसभन्दा पछाडि हरिपुर नगरपालिकाका नगर प्रमुख गोपाल फजियारज्यू, त्यसै गरी हरियोन नगरपालिकाका नगर प्रमुख डाइनामिक लिडर रमेश बुढाथोकी अर्थात् कमल,
बुढाथोकीज्यू आउनुहुनेछ। हाम्रो कार्यक्रमलाई सफल पार्नको निम्ति सर्लाही जिल्लाका प्रमुख जिल्ला अधिकारी गोपाल कुमार अधिकारीज्यूको पनि गरिमामय उपस्थिति रहने बेहोरा हामीले जानकारी प्राप्त गरेका छौँ। त्यस्तै सँगसँगै हाम्रो कार्यक्रमलाई सफल पार्नको निम्ति भैरवी दल गण लालबन्दी वडा नम्बर 2 का गणपति सुरेश कार्कीज्यूको पनि उपस्थिति रहनेछ। उहाँ पनि आउँदै गरेको खबर प्राप्त भएको छ। म ढिलो नगरिकन कार्यक्रमलाई अगाडि बढाउने सिलसिलामा सर्लाही जिल्लाका प्रहरी प्रमुख अर्थात् एसपी, हामी सबैले एसपी भन्छौँ, प्रहरी उपरीक्षक रविन्द्र कुमार सिंहज्यूको पनि गरिमामय उपस्थिति रहने कार्यक्रम रहेको छ। म उहाँलाई पनि सम्झन चाहन्छु। कार्यक्रमकै बीचमा सशस्त्र प्रहरी बलका जिल्ला स्थित प्रमुख एसपी अर्थात् प्रहरी उपरीक्षक विनोद खनालज्यूको पनि गरिमामय उपस्थिति रहने कार्यक्रम रहेको छ। उहाँ पनि आउँदै हुनुभएको बेहोरा हामीलाई प्राप्त भएको छ। त्यस सँगसँगै कार्यक्रममा लालबन्दी नगरकी नगर उपप्रमुख कल्पना माया पाखरिनज्यूलाई आसन ग्रहणको लागि हार्दिक अनुरोध गर्दछु। कार्यक्रममा ढिलो नगरिकन आसन ग्रहण गरिदिनु हुन लालबन्दी नगरका निवर्तमान नगर प्रमुख कल्पना माया पाखरिनज्यूलाई हार्दिक अनुरोध गर्दछु। निवर्तमान नगर प्रमुख आदरणीय मानबहादुर खड्काज्यूलाई आसन ग्रहण गरिदिनु हुन हार्दिक अनुरोध गर्दछु। मानबहादुर खड्का हुनुपर्नेमा अन्यथा भएकोले सच्याइको बेहोरा अनुरोध छ। त्यसैगरी आसन ग्रहण गरिदिनु हुन प्रमुख प्रशासकीय अधिकृत लालबन्दी नगरका प्रमुख प्रशासकीय अधिकृत बसन्त नेउपानेज्यूलाई हार्दिक अनुरोध गर्दछु आसन ग्रहणका लागि। विशिष्ट अतिथिको आसन ग्रहणका लागि यस लालबन्दी नगरमा उद्योग र व्यवसाय सँगसँगै पर्यटनको प्रवर्धनमा अहोरात्र खट्नुहुने युवा व्यक्तित्व, हामी सबैका प्रिय व्यक्ति, मिलनसार व्यक्ति, लालबन्दी उद्योग वाणिज्य सङ्घका अध्यक्ष आदरणीय दिपेन्द्र बलम्पाकेज्यूलाई विशिष्ट अतिथिको रूपमा जोरदार तालिका साथ स्वागत गर्दै आसन ग्रहणको निम्ति हार्दिक अनुरोध गर्दछु। आसन ग्रहण गरिदिनु हुन जिल्ला ट्राफिक कार्यालयका प्रहरी निरीक्षक सरोज प्रहरी निरीक्षकज्यूलाई आसन ग्रहण गरिदिनु हुन हार्दिक अनुरोध गर्दछु। ट्राफिक प्रहरी कार्यालयका प्रहरी निरीक्षकज्यू कृपया विशिष्ट अतिथिको आसन ग्रहण गरिदिनु हुन हार्दिक अनुरोध गर्दछु। त्यसैगरी इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक सुजन पाठकज्यूलाई विशिष्ट अतिथिको आसन ग्रहणका लागि हार्दिक अनुरोध गर्दछु। ढिलो नगरिकन कार्यक्रमलाई अगाडि बढाउने सिलसिलामा यस लालबन्दी नगरका नगर प्रमुखका प्रमुख प्रत्याशी र हामी सबैका बीचमा लोकप्रिय व्यक्तित्व, स्पष्ट वक्ता, प्रिय आदरणीय अङ्कल गोविन्द बहादुर महतज्यूलाई विशिष्ट अतिथिको आसन ग्रहण गरिदिनु हुन हार्दिक अनुरोध गर्दछु। कृपया मञ्चमा आएर आसन ग्रहण गरिदिनु अनुरोध गर्छु। त्यसैगरी आसन ग्रहण गरिदिनु हुन लालबन्दी नगर वडा नम्बर 1 का वडा अध्यक्ष हरिबहादुर भट्टराईज्यूलाई हार्दिक अनुरोध गर्दछु। त्यसैगरी लालबन्दी नगरपालिका वडा नम्बर 2 का निर्वाचित वडा अध्यक्ष किरण पासवानज्यूलाई पनि अतिथिको आसन ग्रहण गरिदिनु हुन हार्दिक अनुरोध गर्दछु। अतिथिको आसन ग्रहण गरिदिनु हुन लालबन्दी नगरपालिका वडा नम्बर 3 का वडा अध्यक्ष बुद्धदेव चौधरीज्यूलाई हार्दिक अनुरोध छ। उपस्थित शुभेच्छुक तथा दर्शक महानुभावहरू, थुप्रै व्यक्तिहरू हाम्रो कार्यक्रमलाई सफल पार्न उपस्थित हुनुहुन्छ। सबै व्यक्तित्वहरू हाम्रो लागि उत्तिकै अतिथिको रूपमा रहनु भएको छ। तपाईँहरूको कार्यक्रम सुरु भएदेखि अन्त्यसम्मको साथ र सहयोगको अपेक्षा गर्दछौँ। तिर्खा लाग्यो भने पानीको व्यवस्थापन स्वयंसेवक साथीहरूले गर्नुहुनेछ। साह्रै झ्याउ लाग्यो भने तपाईँहरूले भन्नुहोला, सांस्कृतिक प्रस्तुतिको व्यवस्थापन हामी गर्नेछौँ। तर तपाईँहरूले आजको यस कार्यक्रमलाई पूर्ण रूपमा साथ दिनुहुनेछ भन्ने विश्वासका साथमा फेरि पनि आसन ग्रहणलाई जोड्न चाहन्छु। लालबन्दी नगरपालिका वडा नम्बर 3 का वडा अध्यक्ष बुद्धदेव चौधरीको आसन ग्रहण पश्चात वडा नम्बर 4 का वडा अध्यक्ष सत्यनारायण चौधरीज्यूलाई आसन ग्रहण गरिदिनु हुन हार्दिक अनुरोध गर्दछु। म आसन ग्रहण गरिदिनु हुनको निम्ति वडा नम्बर 5 का वडा आसन ग्रहण गरिदिनु हुन वडा नम्बर 5 का वडा अध्यक्ष मीन प्रसाद ढुङ्गेल रामुज्यूलाई हार्दिक अनुरोध गर्दछु। आसन ग्रहण गरिदिनु हुन लालबन्दी नगरपालिका वडा नम्बर 6 का वडा अध्यक्ष, म वडामा कहिलेकाहीँ जाँदाखेरि वडा अध्यक्षज्यूको बारेमा भन्नुहुन्छ, सारा वडा अध्यक्षज्यू मध्ये गतिशील वडा अध्यक्ष हुनुहुन्छ लालबहादुर योन्जन। म लालबहादुर योन्जनज्यूलाई कार्यक्रममा अतिथिको आसन ग्रहण गरिदिनु हुन हार्दिक अनुरोध गर्दै यहाँहरूबाट जोरदार तालीको अपेक्षा गर्दछु। वडा नम्बर 7 का वडा अध्यक्ष कृष्ण कुमार कार्की, यसै नगरका र यसै ल्यान्डमार्क सञ्चालन रहेको वडाका वडा अध्यक्ष युवा नेता कृष्ण कुमार कार्की गोपाललाई आसन ग्रहणको लागि हार्दिक अनुरोध गर्दछु। म आसन ग्रहण गरिदिनु हुनको निम्ति वडा नम्बर 8 का वडा अध्यक्ष शुक्रबहादुर पाखरिनज्यूलाई हार्दिक अनुरोध छ। हामी डिजिटल
युगमा प्रवेश गरिसके पछाडि तपाईले हामीलाई प्रत्यक्ष रूपमा देश र विदेशबाट हेरिराख्नु भएको छ। यो लालबन्दी नगरबाट दशैंको सुरुवातको संकेत हो। आगामी दिनमा पनि दशैंलाई भव्यताका साथ मनाउने छौं। विगतमा गएको बाढी पहिरो र पीडितहरू र जसले अकालमा ज्यान गुमाउनु भएको छ उहाँहरूप्रति हाम्रो श्रद्धा सुमन रहने नै छ। यद्यपि शोकलाई शक्तिमा रूपान्तरण गर्दै हाम्रो देशलाई अझै बढी ऊर्जा र उत्प्रेरणाले भरिपूर्ण पार्नु छ भने केही सम्भावनाको खोजी देशमै गर्न सकिनेछ भन्ने र जोड्नु पनि छ। यसर्थ यस कार्यक्रमलाई हामी अगाडि बढाउने सिलसिलामा